हाल्नुहुने सम्पूर्ण अभिभावकज्यूहरू र मेरो प्यारा स्टुडेन्टहरू यो स्कुलमा अध्ययनरत छात्र छात्राहरू आज क्लोथेन फुड ब्याङ्क नेपालका परिकल्पनाकारसँग आज साक्षात्कार सँगसँगै भेट्न पाउने अवसर पनि मिलेको छ र जुन यो राजनीति बिना सबैजनाले भन्ने गर्नुहुन्छ यो राजनीति बिना चाहिँ समाज सेवा सम्भव छैन है भनिरहँदाखेरिमा एकजना यो समाज सेवाको परिकल्पनाकार भीममल्ल ठकुरी जो आज एनआरएनए दुवैका अध्यक्षज्यू पनि यही अवस्थित यही रामपुर 1 मा चाहिँ आज तपाईँहरूको सामने यहाँ चाहिँ देख्न पाउनु भएको छ। आज उहाँ हुनुहुन्थेन भने अथवा चाहिँ उहाँले परिकल्पना गर्नुहुन्थेन भने यो क्लोथ एन्ड फुड ब्याङ्क नेपाल कपडा ब्याङ्क चाहिँ स्थापना पनि हुने थिएन। आज उहाँसँगै नै आज यहाँ बसेर कपडा बाँड्न पाइएको छ, निकै खुसी छु म आज। र मलाई यो स्थानमा पुस गरेर अलिकति धक्कलेर बाउ यस्तो गर्न पर्छ है, यो चाहिँ एउटा समाज सेवा हो, राजनीति बाहेक बसेर पनि समाज सेवा गर्न सकिन्छ भनेर चाहिँ मलाई सिकाउने दाजी आज उहाँ सँगै हुनुहुन्छ, खुसी पनि लाग्छ। र यसको विस्तृत चाहिँ दाजी बाहिर भएको हुँदाखेरिमा मलाई भन्दा उहाँलाई चाहिँ जानकारी बढी छ, तैपनि मैले उहाँको अनुमति लिएर थोरै यसको बारेमा चाहिँ भन्न चाहन्छु। नेपाल 2080 सालमा योभन्दा विगत 2 वर्ष अगाडि भीममल्ल ठकुरी र कमल जीसी उहाँको सल्लाह अनुसार दुबईबाट उहाँहरूले चाहिँ यसो गरौँ, नेपालमा यसरी चाहिँ काम गरौँ, यो चाहिँ यसरी चाहिँ समाज सेवा गरौँ भनेर चाहिँ उहाँले सुरुवात गर्नुभएको थियो। र राजेश समाल यसको चाहिँ संरक्षक महानायक राजेश समाल उहाँले उहाँको संरक्षकतामा चाहिँ यो सुरुवात भएको छ। यो कपडा ब्याङ्क करिब तपाईँलाई थाहा हुन पर्ने हो, भदौको 23 गते र 24 गते भएको यो जेन्जी आन्दोलनमा धेरै ठाउँमा ध्वस्त भयो। त्यो ध्वस्त भएको ठाउँहरूमा कपडा वितरण त गरियो, सँगसँगै पुलिसहरू प्रशासन भवनहरूमा निकै नै क्षति भएको थियो। त्यो भवनहरूमा र सँगसँगै पुलिसहरूलाई यो प्रशासनमा चाहिँ यो क्लोथ एन्ड फुड ब्याङ्क नेपालले डसना ओढ्ने ओछ्याउने सहितको सम्पूर्ण चाहिँ नेपाल अधिराजभरि वितरण पनि गरेको थियो। सँगसँगै योभन्दा विगत 1 हप्ता अगाडि पनि हामीले लम्बैमा कार्यक्रम गऱ्यौँ। सँगसँगै धेरै ठाउँमा आज पनि धेरै ठाउँमा कार्यक्रम भएको छ यो क्लोथ एन्ड फुड ब्याङ्क नेपालद्वारा।